सबैलाई नमस्कार। म जनक कुँवर काठमाडौँ दहचोकबाट। म आज हजुरलाई के जानकारी गराउन गएको छु भनेपछि टन्नेलभित्र टमाटरमा सिँचाइ गर्ने कसरी भन्ने जानकारी गराउन गएको छु। हाम्रो यो टन्नेलभित्र टमाटरलाई सिँचाइ गर्नको लागि यो थोपा सिँचाइको माध्यमबाट सिँचाइ गर्ने गरेको छ। हामीले यसरी यो दुईटा पाइप देख्न सक्नुहुनेछ। यसरी माटोलाई चिस्यान राख्नुपर्छ र टमाटरको फलाइ राम्रो हुनेछ। यसरी माथि पनि राम्रो हुनेछ। त्यसपछि हाम्रो मेन पानी ड्रिपमा थोपा सिँचाइमा यो पाइपहरुमा कहाँबाट आउँछ भन्ने कुरा पनि म हजुरलाई जानकारी गराउँछु। कसरी खोल्ने, कसरी चलाउने सम्पूर्ण जानकारी लिनको लागि हजुरहरूले मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र लाइक कमेन्ट पनि गरिदिनु होला। यो हाम्रो यो थोपा सिँचाइको पाइपमा जाने ड्रम हो। यो ड्रममा पानी भर्नुपर्छ र त्यसपछि यहाँबाट हामीले यो फिल्टर राखेको हुन्छ। अनि त्यसपछि यसलाई हामीले एउटा यहाँ गेट बल्ब हुन्छ, यो ओपन गर्नुपर्छ तर खोल्नुपर्छ। अनि त्यसपछि हाम्रो सिधै पाइपमा जान्छ र सिँचाइ आफै हुन्छ। यसरी ड्रमबाट हामीले गेट बल्ब खोलिसक्यो भनेपछि यसरी थोपा थोपा भएर चुइन्छ र हाम्रो बिरुवाहरुमा सिँचाइ हुन्छ। तपाईले देख्न सक्नुहुन्छ यहाँ थोपा थोपाहरु चुइरहेको। यसरी प्रत्येक उसबाट प्रत्येक 30-30 सेन्टिमिटरमा हामीले बिरुवा रोपेको हुन्छ। प्रत्येक 30-30 सेन्टिमिटरको दूरीमा हो। र यसरी सिँचाइ हामीले पानी छोडिसकेपछि हामीले कति रोपनीमा कति हजार लिटर जति दिनमा छोड्नुपर्छ भन्ने पनि जानकारी गराउनेछौँ। र त्यसपछि हाम्रो सम्पूर्ण जानकारी पाउनको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। बाँकी अर्को भिडियोबाट